नमस्ते, म सिराज महर्जन र आज यस ट्युटोरियलमा म तपाईलाई ट्युको लोगो बनाउन सिकाउँदैछु। त्यसको लागि तपाईले न्यू डकुमेन्ट ओपन गर्नुपर्ने हुन्छ। त्यसको लागि कन्ट्रोल एन थिच्नुहोस्, सर्टकट की हो यो। तपाईले फाइलमा गएर न्यू गर्नु पनि सक्नुहुन्छ। ओके, र यसमा चाहिँ अब तपाईले एउटा ट्रायंगुलर फर्म बनाउनुको लागि चाहिँ पहिले एउटा रेक्टेंगल बनाउनुस्, स्क्वायर बनाउनुस् र यो डाइरेक्ट सिलेक्सन टुल युज गरेर चाहिँ तपाईले यतिर यो ओले चाहिँ पेन टुलले चाहिँ यसमा क्लिक गरिदिनुस् र यो ट्रायंगुलर फर्ममा चेन्ज हुन्छ। यसलाई चाहिँ तपाईले एडिटमा गएर अब ट्रान्सफर्म पाथलाई सिलेक्ट गरेर रोटेट गर्नुस्। रोटेटमा यसरी यसरी ड्र्याग गर्नुस्, इन्टर थिच्नुस् र कन्ट्रोल टी फेरि यसलाई अलिकति तल तान्नुस् यसरी इन्टर र कन्ट्रोल प्लस शिफ्ट प्लस एन थिच्नुस् नयाँ लेयर बनाउनको लागि र कन्ट्रोल इन्टर थिच्नुस् यो पाथलाई सिलेक्सनमा कन्भर्ट गर्नको लागि। यसमा चाहिँ तपाईले फोरग्राउन्ड कलर फिल गर्नको लागि सर्टकट कमान्ड की अल्ट प्लस डिलिट यसरी गर्नुस् र सिलेक्सन एरियालाई अब तपाईले यता यो बिचको एरिया चाहिँ काट्नु पर्ने हुन्छ। त्यसको लागि फिल सिलेक्सनमा जानुस् र मोडिफाई कन्ट्र्याक्टमा जानुस् अनि 20 पिक्सेल्स गर्नुस्, ओके थिच्नुस् र यसलाई अब डिलिट बटन थिच्नुस् बाँकी एरियालाई भित्रको। कन्ट्रोल डिसेलेक्ट गर्नुस्, यसलाई कन्ट्रोल जे थिच्नुस् डुप्लिकेट गर्नको लागि। तपाईले यहाँ डाइरेक्ट राइट क्लिक गरेर चाहिँ यसरी डुप्लिकेट लेयर पनि गर्न सक्नुहुन्छ। अब यो माथिल्लो लेयरलाई कन्ट्रोल थिचेर यो बक्समा क्लिक गर्नुस्, सिलेक्सनमा कन्भर्ट हुन्छ र यसमा रेड कलर फिल गरिदिनुस्। सरी अल्ट प्लस डिलिट थिच्नुस्, यसको लागि अल्ट प्लस डिलिट, कन्ट्रोल डिसेलेक्ट र कन्ट्रोल टी थिच्नुस्। यसको लागि चाहिँ तपाईले एडिटमा गएर ट्रान्सफर्म गर्नको लागि चाहिँ तपाईले यो मुभ टुल सिलेक्ट गर्नुस् र एडिटमा गएर फ्री ट्रान्सफर्म सिलेक्ट गर्नुस् र राइट क्लिक गरेर फ्लिप भर्टिकल गर्नुस्। शिफ्ट बटन थिचेर बिस्तारै यता तल लिएर आउनुस्, इन्टर थिच्नुस्। अब यसमा चाहिँ तपाईले यो एरिया र यो एरिया चाहिँ भित्र गएको देखाउनु पर्ने हुन्छ। त्यसको लागि तलको लाई कन्ट्रोल प्लस यो थम्बनेलमा क्लिक गर्नुस्, सिलेक्सनमा कन्भर्ट हुन्छ र माथिको इमेजलाई क्लिक गर्नुस् अब अनि डिलिट इरेजर युज गर्नुस् र यसलाई यो एरियालाई यसरी इरेज गरिदिनुस्। त्यसैगरी यसलाई र यसलाई डिलिट गर्नुस् यसरी कन्ट्रोल डी थिच्नुस् डिसेलेक्ट गर्नको लागि। र अब तपाईको यहाँ ट्युको लोगो बनेको छ। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि भेटौँला, बाई।